प्रभुलाई पाएको 11 वर्षपछि आज पहिलोपटक मैले यो आफ्नो गवाई दिँदैछु। गवाई नभएको त होइन, योभन्दा पहिला पनि, तर भन्न डराउँथेँ। यहाँ आउँदो हप्ता यस्तै सोचेर मैले टाइमलाई यस्तै गर्थेँ। तर यसपालि म भन्न एकदम छु, किनकि ठुलो मिराकल भएको छ मसँग। तपाईँहरू सबैलाई थाहा छ, जनवरी 25 तारिकदेखि मेरो आँखामा एक प्रब्लम थियो। बेङ्गलोरको सबै हस्पिटल आएँ, ठुल्ठुलो हस्पिटलमा गएँ, तर अन्तिममा नारायण नेत्रालयले मलाई यो भन्यो कि तपाईँको देब्रे आँखा झिक्नुपर्छ, त्यसलाई प्लास्टिकको आँखा लगाउनुपर्छ, हामीले सक्दैनौँ भनेर भने। अनि हाम्रो त्यहाँ चर्चमा एउटा पास्टरजी हुनुहुन्छ, पास्टर थोमस पाल भन्ने। मैले उहाँसँग यो डिस्कस गरेँ। उहाँले भन्नुभयो सिएमसी हस्पिटल जानुहोस्, त्यहाँ गएपछि तपाईँले केही दिने सजिलै होला अपरेसनको लागि, तपाईँ त्यहाँ जानुहोस् भन्नुभयो। अनि मनमा एक प्रकारको पीडा थियो, किनकि अब शरीरको एउटा अङ्ग गुमाउनु गइरहेको थिएँ। धेरै रोएँ मनमा, कराएँ, त्यत्तिकै गरेँ। अनि उनीलाई भने चलो हामी जानुपर्छ भनेर म यहाँदेखि सिएमसी हस्पिटल तामिलनाडु भेल्नको लागि निस्केँ 20 तारिक। अनि 19 तारिक जब म यहाँ आएको थिएँ, सन्डे थियो, त्यो दिन चाहिँ मेरो देब्रे आँखाको कर्नी यहाँ ब्ल्याकवाला जो हुन्छ त्यो खसेको थियो। म त्यो खसेको पुरा खड्डा भएको थियो, र पनि म यहाँ आएको थिएँ सन्डेको दिन। अनि त्यसपछि हामी मन्डे त्यहाँ भेल्लोर गयौँ, तामिलनाडुमा, नयाँ ठाउँ, नयाँ स्टेट, त्यहाँको भाषा पनि नजान्ने। तर हामी यहाँबाट गयौँ आँखा झिक्न भनेर। तर परमेश्वरको इच्छा अलगै थियो। उहाँले मलाई भन्नुभयो, आँखामा मेरो चेक गर्नुभयो, र उहाँले भन्नुभयो कि 80% तपाईँको आँखा गइसकेछ, 20% चाहिँ प्रभुको हातमा। सिएमसी भनेको क्रिस्चियन मेडिकल कलेज हो, र उहाँ तपाईँ हेर्नुहुन्छ भने हरेक एक कुरा उहाँले प्रभुको हातमा राखेर गर्नुहुन्छ। सर्जरी गर्दा भेला हुनुहुन्छ सबैजना डक्टर, प्रार्थना गरेर अनि मात्र अपरेसन थिएटरमा लिनुहुन्छ उहाँले। अनि मलाई पनि त्यसै गरियो, अपरेसन थिएटरमा जानुभन्दा पहिला प्रार्थना गरियो। अनि उहाँले भन्नुभयो 2 दिन हामी एडमिट गर्नेछौँ, तपाईँलाई 2 दिन होइन 15 दिन 10-15 दिन एडमिट गर्नेछौँ। अनि त्यसपछि हेरौँला कसो हुन्छ भन्ने कुरा गर्नुभयो उहाँले। आँखा त गइसकेछ, 20% मात्र बाँकी हो, हामीले 2 दिन ड्रप हाल्छौँ। त्यो ड्रपले यदि फोन आएन भने ठिकै छ, रगत आएन भने, नत्र भनेदेखि चाहिँ आँखा छेउनै गर्नुपर्छ भन्नुभयो। अनि म एकदम डराएको थिएँ, एकदम धेरै रोएँ, धेरै कराएँ, प्रभुलाई सम्झेँ पनि के गर्ने कसो गर्ने। अब म त आफ्नो एक तरिकाले भन्यो भने एउटा नास्तिक जस्तै भनौँ न, चर्च आउने जाने, तर म विश्वास नगर्ने। बुढीले बार भन्थे मलाई, प्रभुलाई मान्नुहोस्, प्रभुलाई पुकार्नुहोस्। म भन्थेँ नकरा, तेरो प्रभुले दिन्छ यत्रो सबै। अहिले भर्खर म सर्जरी गराएर 70,000 को, हेर्दा तेरो प्रभुले दियो, यो मेरो पैसा, मेरो कमाइको, नकरा भन्थेँ उसले मैले। तर उसले बार भन्थ्यो प्रभुलाई पुकार्नुहोस्, प्रभुलाई पुकार्नुहोस्, प्रभुले सुन्नुहुन्छ तपाईँलाई के अरे अपरेसनको पनि जरुरत पर्दैन, प्रभुलाई पुकार्नु धेरैपल्ट भन्यो उसले। तर मैले उसलाई इन्कार गर्दै उसको कुरालाई म आफ्नै घमण्डमा थिएँ। मेरो साथीभाइ छन्, उनीहरूले पैसा दिइहाल्छन्, आफन्त छन्, यो भनेर म घमण्ड गर्थेँ। तर यी प्रभुको अगाडि केही पनि चल्दैन हुन्छ त्यसको कुरा। अहङ्कारी आँखाहरू घमण्डीलाई मैले रुचाउँदिनँ। मेरो घमण्ड कतिसम्म टिक्थ्यो र अन्तमा म आँखा झिक्नसम्म पुगेँ। त्यसपछि चाहिँ उता के भयो भने अब हामी यहाँबाट 7,000 मात्र बोकेर भएका, अनि पैसा पनि त्यत्रो नभएको, तर आँखा झिक्ने मौकामा चाहिँ 7,000 मात्रै लियो। त्यहाँ पुग्ने दिनमै 5,000 त टेस्टमा यताउता गइहाल्यो, 2,000 बाँकी। अनि उहाँले भन्नुभयो एडमिट हुनुपर्छ। मनमा चिन्ता लाग्यो, मलाई अति चिन्ता लाग्यो, बस एडमिट हुनुलाई त पैसा चाहियो। मैले त सोचेँ फाट्टै आँखा साखा झिकेर पठाउँछ भनेदेखि पनि 7,000मा कहाँ हुन्थ्यो। अनि उहाँले भन्नुभयो, जस्तै म बसेको थिएँ हस्पिटलको बेडमा, एउटा सिस्टर आउनुभयो। एन्ड सी टोल्ड मी द्याट यु हेभ टु पे 15,000 फर गेट एडमिट हियर भन्नुभयो। अब के गर्ने, सिस्टर आउनुभयो, उहाँले भन्नु 15,000 रुपियाँ तपाईँले भर्नुपर्छ नि एडमिट हुनुको लागि। अब म भित्र रोदन चलिरहेको थियो। अनि देर बजीमा साउन्ड, तर म रुँदै थिएँ भित्री रूपमा कि अब कसो गर्ने, के गर्ने, किनकि 2,000 मात्र छ, उता 15,000 भर्नु छ। अब मेरो मनमा अनेक प्रकारको प्रश्नहरू चल्दै थियो। अनि मैले लुकाएको 37 याद आयो मलाई कि असम्भव कुरा त प्रभुले सम्भव पार्नुहुन्छ। अनि 1 पत्रुस 5:7 अनुसार पनि सबै चिन्ता फेरि उहाँलाई सुम्पिदियो।
उहाँले चाहिँ तपाईँको फिक्री गर्नुहुन्छ। अनि योहन्ना 14:14 अनुसार। अनि म त्यो सोच्दै थिएँ कि प्रभु यो साँचो हो त, असम्भव छ म मान्छु, तर ल अब तपाईँले नै यो गरिदिनु पर्यो। म योभन्दा पहिला केही पनि गर्दिनँ थिएँ प्रभुप्रति। तर त्यो दिन म एकदम तल च्यापल थियो, यस्तै फर्स्ट फ्लोरमा हामी थियौँ। तल च्यापल भनेको त्यहाँ प्रे गर्ने ठाउँ थियो 24 घन्टा। म त्यहाँ गएँ, घोडा टेकेँ। सायद मैले घोडा मात्र होइन त्यो दिन मन टेकाएँ। अनि म रोएँ, कराएँ भित्रभित्रै, प्रभु लौ न अब तपाईँले केही गरिदिनु पर्यो, मेरो यहाँ कोही पनि छैन। अब साथीभाइले जति सहयोग गर्नु थियो गरेँ, आफन्तले गरेँ, अब मसँग केही पनि छैन, के गर्नु अब म तपाईँकै भरोसामा छु प्रभु। असम्भव कुरा छ तर तपाईँले तपाईँको वचन अनुसार सम्भव हुँदो रहेछ। ल आज चाहिँ मलाई केही न केही गरिदिनु पर्यो, म साह्रो अप्ठ्यारोमा परेँ प्रभु भन्दै म रुँदै बसेको थिएँ। अनि नभन्दै प्रभुले 15,000 मात्र होइन, 1 घन्टाभित्र 30,000 मात्र होइन, 45,000 मात्र होइन, 50 पनि होइन, 53,000 जुगाड गरिदिनु भयो 1 घन्टामा। अचम्मको मेरो यो मिराकल भयो मसँग। म छक्कै परेँ। अनि मलाई बुढीको पुरै याद आउँदै थियो। बार उसले विश्वास गर्न भन्दै थियो, तर म किन गरेन अहिलेसम्म। म छक्कै परेँ। 1 घन्टाभित्र मैले 15,000 मात्र तिर्नुपर्ने, तर मलाई 53,000 रुपियाँ मलाई 1 घन्टाभित्र आयो मेरो अकाउन्टमा। म त्यसपछि मैले एकदम प्रभुको अगाडि घुँडा टेकेँ, रोएँ, कराएँ, मलाई क्षमा गर्नुहोस् प्रभु भन्दै गरेँ। अनि अब 2 दिन बित्यो। अब मेरो अपरेसनको बेला आइसकेको थियो। 2 दिन आँखामा केही पनि रगत आएन। त्यसपछि पैसा पनि मैले बेलुका तिरिसकेँ 15,000। अनि म एडमिट भएँ। त्यहाँ 1 दिनको 1,500 रुपियाँ थियो बेड चार्ज। अनि 2 दिनपछि हामीले एकपल्ट सोध्यौँ। म तल गएँ, च्यापलमा गएँ, हामी 2 जना गयौँ, त्यहाँ प्रार्थना गऱ्यौँ, माथि आयौँ। अनि माथिको आएर डक्टरलाई सोध्यौँ, अनि के कसो छ तपाईँको प्लान, नेक्स्ट के गर्नुहुन्छ। अनि यो आँखालाई के झिक्ने नै सोच्नु भएको छ त भन्नुभयो। अहिले झिक्न त सोचेका छैनौँ, तर कर्निया आएको छैन तपाईँको, त्यसको लागि वेट गर्नुपर्छ भन्नुभयो। अनि जस्तै हामी ल हुन्छ भनेर बाहिर निस्केर हामी बाहिर नास्ता खाँदै थिएँ। मैले ठ्याक्कै एउटा सिस्टर आएर भन्नुभयो, तपाईँ नास्ता नगर्नुहोस्। मैले किन भन्दा तपाईँको लागि कर्निया जुटिसकेको छ, तपाईँको आज इमिडिएटली अहिले नै इमर्जेन्सी अपरेसन गर्नुपर्छ, सर्जरी गर्नुपर्छ भन्नुभयो। अनि म तल नै भनेर आएको थिएँ प्रार्थनामा त्यति बेलै कि मलाई प्रभु मैले आँखा त्यो गुमाउनु छैन, तर तपाईँले नै जसरी होस् यो कर्नियालाई जुटाइदिनु हुनेछ, किनकि त्यहाँ कर्निया सिस्टम नरहेछ। अनि कसरी जुट्यो त्यो प्रभुले नै जुटाइदिनु भयो। त्यो अचम्मको त्यो एउटा मिराकल भयो। अनि त्यसपछि चाहिँ हामी त्यो अपरेसन पनि भयो, 23 तारिक अपरेसन भयो। अनि अब दिनको 1500 तिर्नु परेको हुँदा अलिकति मनमा अझै चिन्दै थियो, तर पैसा थियो, प्रभुले जुटाउनु भएको थियो। र हामी के सोच्दै थियौँ भने अब चाहिँ छिटोभन्दा छिटो यो दिएको भए हुन्थ्यो डिस्चार्ज, किनकि उसलाई पनि निस्किनु पर्ने, किन पैसा धेरै जान्छ भन्ने। अनि जस्तो हामी सन्डेको दिनमा हामीले सन्डे त्यहाँ सङ्गति गऱ्यौँ, हस्पिटलभित्रै सङ्गति पायौँ। हामी यहाँको सङ्गतिलाई मिस गर्दै थियौँ त्यति बेला। अनि त्यहीभित्र हामीले सङ्गति पायौँ। त्यहाँ तामिलमा भन्दै थियो, तर मेरो लागि चाहिँ उनीहरूले सबै तेलुगुमा ट्रान्सलेट गर्दै हुनुहुन्थ्यो। अनि हामीले आधा घन्टा सङ्गति पनि बस्यौँ त्यहाँ। अनि त्यसपछि चाहिँ हामी यो डिस्चार्जको बारे सोच्दै थियौँ। फेरि तल गएँ म, फेरि प्रभुलाई रुँदै कराउँदै भने, प्रभु अब तपाईँले सब कुछ गर्नुभयो, आँखा पनि बचाउनु भयो, कर्निया पनि हालिदिनु भयो, पैसा पनि जुटाइदिनु भयो, अब मलाई डिस्चार्जको लागि केही गरिदिनुहोस्। अनि म जस्तै प्रार्थना गरेर माथि आएको थिएँ। अनि ठुलो म्याडम आउनुभयो र उहाँले भन्नुभयो, तपाईँले ठिक छ, तपाईँ आज जानु सक्नुहुन्छ घर भन्नुभयो। म अचम्मै परेँ, यो के भइरहेको छ, कतै यो कोइन्सिडेन्स त होइन, इत्तेफाक, एउटा डाउट। प्रभुले सबै गर्दा पनि मान्छे एउटा स्वार्थी जात हो भन्नु त जति भन्नु पुग्दैन। प्रभुबाट जति आयो भने उसले एउटा डाउट गर्छ। अनि डाउट गर्नुलाई यो के इत्तेफाक हुँदैछ, मैले पैसा मागेँ पैसा भयो, कर्निया मागेँ कर्निया भयो, अपरेसन सक्सेस भयो, यो के हुँदैछ। अनि त्यसपछि मेरो मन र दिमागको बिचमा एउटा फाइट चल्दै थियो, यो के भएको, यो कोइन्सिडेन्स हो कि या यस्तै हो भन्ने। अनि तर मैले लास्टमा आफ्नो यो जुन माइन्डलाई एकदम हकारेँ प्रभुको नाममा, त मलाई डाउट नदे, अब यो प्रभुबाटै आएको सब कुछ, अब म प्रभुकै हुँ, म अब प्रभुको अगाडि घुँडा टेक्छु भने मैले। र त्यो दिनदेखि मलाई एकदम अचम्मको कार्यहरू भइरहेको छ। प्रभुले कहीँ न कहीँबाट मलाई पैसाको आर्थिक सहयोग गर्दै आउनु भएको छ।
3 महिना भइसक्यो, कुनै इन्कम छैन, कुनै काम छैन, दुइटै बुढाबुढीको। तर हामी हस्पिटल हप्ताको दिन 2 दिन गइरहेका छौँ, आइरहेका छौँ, सब कुछ भइरहेको छ। त्यसै गर्दा जुन ब्यालेन्स खत्तम भएको थियो त्यो पनि खत्तम हुन आँट्यो। फेरि म रोएँ, फेरि कराएँ, प्रभु असम्भव कुरा अब सम्भव फेरि गरिदिनु पऱ्यो, मसँग त पैसा छैन, जो पैसा त्यो खत्तम भयो, फेरि जानु छ मैले हस्पिटल, के गर्ने भनेर स्याटरडे, लास्ट स्याटरडे एउटा यो पनि इन्सिडेन्ट घट्यो कि मसँग मेरो दाहिने आँखा चट्टै देख्न बन्द भयो। चट्टै देख्न बन्द भयो भन्नाले यतिको मात्र देख्ने मैले, मोबाइलको स्क्रिन नदेख्ने, नम्बर केही नदेख्ने, अनि कसको फोन आयो होला हेर त बुढी भन्दै उसलाई मोबाइल दिन्थेँ मैले। म एकदम अन्ध जस्तै भएँ। फेरि म रोएँ, कराएँ, तर हार माने यसपालि। मैले बुढीलाई पनि भने, मलाई बिख ल्याइदियो, जहर ल्याइदियो, अब म आफूलाई खत्तम गर्नुपर्छ, दुइटै आँखामा भएपछि यस्तो जिन्दगी जिएर के काम, तिमी त्यसै गर भनेको। उसले होइन, हार नमान्नु, भइहाल्छ, प्रभु हुनुहुन्छ भने। त्यति भनेर म चुप लागेँ। तर स्याटरडे जब यहाँ आयो, स्याटरडेकै दिन हामी त्यो भयो, स्याटरडेकै दिन त्यो पैसाको लागि मैले प्रभुलाई भनेँ कि मसँग छैन, असम्भवै असम्भव भइरहेको छ, म के गर्नु भन्दा पास्टर राम कोलीजीको चर्चबाट उहाँहरूले मेरो लागि स्पेसल भेटी छुटाउनु भएको रहेछ। त्यही दिन 8,300 रुपियाँ उहाँ आयो, 8,300। अनि अब म के भन्नु, खुसीको पनि सिमाना नै रहेन। प्रभुमा अचम्म कुराहरू हुँदो रहेछ भन्ने मलाई त्यो दिनदेखि पनि भयो। अनि स्याटरडेमा आँखा देख्दैन थिएँ, सन्डे यहाँ आएँ चर्च, अनि त्यसपछि मैले उहाँ पास्टर बुवाले प्रार्थना गर्नुभयो। तर मेरो मनमा त्यो दिन एकदम अचम्मको केही उत्साह भइरहेको थियो, सायद केही हुन्छ कि। अनि म यहाँ आएँ, उहाँले प्रार्थना गरिदिनु भयो। म घर गएको 1 घन्टा नबित्दै मेरो आँखा क्लियर, एकदम क्लियर। म मोबाइलमा भएको देख्दैछु, टाढा भएको चिज पढ्दैछु, अहिले क्लियर छ आँखा, एकदम क्लियर छ। र प्रभुलाई महिमा भएको होस्, उहाँले असम्भव कुरा सम्भव पार्नुहुन्छ। र म सबैलाई त्यही भन्न चाहन्छु, पहिले प्रभुलाई स्थान दिनुहोस्, किनकि प्रभुमा जीवन छ। धन्यवाद मेरो आजको